चाहिँ 200 उले भनेको रेट मिल्छ नानीलाई बल्ल बल्ल साइकल किनेको छ यहाँ टाइम भोला के रे टिग्राङ बुढलाई टिग्राङ तिमीले उन्नति ल्याउनु किन अब त दबाई पनि खान्छौ फेरि दबाई पनि हुन्छ हैन यहाँ चाहिँ बोर्डरमा चाहिँ चेकिङ भइरहेको थियो त्यही भएर क्यामेरा अफ गर्न एभ्रिवान आई होप हजुर सबै सन्चै हुनुहुन्छ भन्ने आशाको साथ आएको छु म पनि एकदमै सन्चै छु म चाहिँ आज फेरि न्यू डे न्यू ब्लग लिएर आएको छु अनि मैले चाहिँ ब्लगहरू चाहिँ 2 दिन भइसकेको छ मैले चाहिँ ब्लगहरू चाहिँ नहालेको अनि आज चाहिँ हामी मेरो हस्बेन्ड चाहिँ काठमाडौँदेखि आउनु भएको छ अस्ति 3 दिन भयो आज चाहिँ अनि हामी चाहिँ आज अब चाहिँ हामी चाहिँ अलिअलि सपिङहरू गर्न थियो नि त त्यही हामी चाहिँ बुढाबुढी ठुटीबारी जान लाग्यो त्यही भएर म चाहिँ ब्लग बनाउँ न त भनेर ब्लग स्टार्ट गर्दैछु भिडियो चाहिँ फुल हेरिदिनु होला नि म चाहिँ रेडी भइसकेको छ मेरो हस्बेन्ड चाहिँ खाना खानु भएको छ भर्खरै अनि मैले चाहिँ ब्लग चाहिँ यता रोड पछाडिदेखि सुरु गरेको छु त्यहाँ बुङ्गुरको आवाज आइरहेको छ सो भिडियो लास्टसम्म हेरिदिनु होला सबैजनाले बुढो रेडी भइसक्यो कपडा धुनी हाले कि नधुनी हाले सर हेलो भन्नु र फर्स्ट टाइम भोला के रे मैले जाने सो गाइस रेडी भइसकेको छ अब चाहिँ हामी जान लाग्छौँ बुढाबुढी अब चाहिँ नानु चाहिँ स्कुलबाट आउने बेला पनि भइसकेको छ नानु चाहिँ दिदीसित बस्नुहुन्छ होला बस्नुहुन्छ भन्नुभयो बस्छ होला चाहिँ हाम्रो धान हिजो ठेसर हालेको मैले चाहिँ धानहरू उठाएको चाहिँ ब्लगहरू बनाउँछु भने थियो तर मैले चाहिँ ब्लग चाहिँ बनाएन अनि आज चाहिँ धान सुकाउँदैछु हाम्रो चाहिँ धान राम्रोसित सुकेको नि त अस्ति पानीले भिजेर त्यस्तै हो अब हामी छैन जाँदैछौँ कहाँ भन्दाखेरि ठुटीबारीको सवारी हुँदैछौँ अब इन्डिया बोर्डरमा सामान दिनु जानलाई अब सुई जानु एक मिल्दो हुन्छ अगाडि पछि गर्नलाई अरू कुनै पनि मन मिल्दैन त फेरि यो बाटो पनि खत्तै छ कि त्यो गेट नम्बर हो त्यो एक नम्बर यो डेलोमा 1 नम्बर हो 1 नम्बर सुधा चौपत्ता आउँछ यो घुम्तीमा यहाँ अस्ति हेर्ने मान्छे बितेको हामी यता मन्दिरमा पूजा यहाँ बाघ आयो भनेर यहाँसम्म लड्न थियो पुरै फाटेको हो त्यो हामीले होइन यहाँको मान्छेले उता त हाम्रो उता फाडे यताको यता फाडे उताबाट आयो भने यतातिर आयो भने हल्ला चल्दै थियो नि त धेरै यताको र अनि गरेको बाघ आयो भनेर हेलमेट लाउँदा त केही सुन्दैन नयाँ बाटो यताको नयाँ बाटो बनाएर पिच भत्काएर ठुलो हेर्नु कत्रो छ पहिला सानो त्यो बाटो मोबाइल पनि उडाउन गाइडहरू यो हाम्रो बोर्डर नेपाल यहाँदेखि कति टाढा जाने गरेर चाहिँ हामी छोरे अब यहाँबाट 1 किलोमिटर हो हामी के आन्टी हजुरमा के उसके टिकट के गरे फेरि इन्डियाको बोर्डर हो न अब हामी
बजारमा आइसक्यौँ अब कपडा यहाँ क्वालिटी राम्रो क्वालिटी कपडा पाउनेहरू मात्रै हो राम्रो क्वालिटीको पाउँदैन भनेको त्यो सस्तो पाउँछ अनि सस्तो लिँदा कसरी क्वालिटीको यहाँ भनेको दाल मसला चियाहरू चियाले चिनीहरू हो क्या अगाडि जान्छौँ मैले नागरिकता देखायो यो बस सामान चाहिँ कति बजी आइसकेको छ हुन्छ हेर्नु न सर्नु न त्यो चाहिँ नानीलाई साइकल किनिदिँदै कितना दम मंगाया ये माल दे रहा क्या हुए कब ये कितने देखो नहीं अरे ये किधर होता है देखो ना ये दब गए ये किधर दब गए किधर दब है देखो 1650 कति 15 खाली कति 15 भनेको न कुन राम्रो छ हेर न भएन भने त्यही घटाउनु मिल्छ क्या 200 त उसले भनेको रेट मिल्छ टिग्राङ बुटलाई टिग्राङ तिमी त उन्नतिले भनेको न कति खाले भन्नु छ र राम्रो भयो त अब 15 लाग्ने दुइटैलाई माग्दै पछि उहाँहरू पैसा त्यति भनेको त भाइरल है वीडियो में आजा यूट्यूब में देखा नानीलाई बल्ल बल्ल साइकल किनेको छ यहाँ हामी चाहिँ कपडा ल्याउन पठाउनु भएको थियो दिदीहरूले त्यसलाई हेर्दा बल्ल बल्ल पाएर भर्खर चाहिँ छ सामानहरू किन्न भ्याएकै छैन यहाँ खोज्दा हैरान भएर हामी चाहिँ सामान किन्ने बाँकी टाउको दुख्ने चलाउँदै हुनुहुन्छ रुगा लाग्ला जस्तो भइरहेको छ क्या कस्तो यो यस्तो किन्नु त्यस्ताले किन्नु घर बस्दा लानु तिमीलाई सोध्नु यो भिवाला त्यस्तो लिनु अरू नि जस्तो बोलो 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 खुट्टा 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 हैरान भएर अब यहाँ छु यसको लागि घुम्नलाई साइकल त बोलो बोलो पार्किङ गरेर 2000 मा भेटायो खोज्दैछु म यसको लागि छु त अब सबै दिदीहरूको लागि सब किनिसक्यौँ अब यसको लागि खोज्दैछु अब कस्तो खोज्छ अब यहाँ बाइक अब धेरै दिन घाम लाग्दै बस्यो हो मेरो गाउँमा भन्दा पनि लास्टै रहेछ घाम के खोज्दैछ यहाँ अझै ल यहाँ पनि चित्त बुझ्दैन कति 300 कति पाइन्छ त अरू हेर न पाइन्छ घटाउँछ जस्तो भन्दा त जति पनि भन्छ हो त्यसले आज 200 मा दिन्छ के यहाँ भएन
घटाउँछु क्या ल 200 मा अहिले कहाँ उसले भन् जस्तो हुन्छ र बजारैमा नै भन्दै हिँड्दै ओ आज धेरै दिनपछि छुट्टी पाएर आएको क्यामेरामा मेरो के बस्यो खाएन भन्नुहुन्छ म अगाडि ल यहाँ पनि भेटाएन उसले भन्छ जस्तो अब ल त्यही त भनेको उसलाई चित्त बुझ्नु भएन अब हामी चाहिँ अर्को तर्फ लाग्ने छौँ फेरि त्यहाँ खोजेर आउने हो भएन भने अब धेरै पनि बस्नु हिँड्न सकिन्न अब साइकल लियो कपडा लियो अब अरू के छ साइकल के भएको फाइनली गाइज हामी चाहिँ अब सपिङ गरेर भ्याएको छौँ अनि हामी चाहिँ अब घर जाँदै हामी चाहिँ अब बोर्डर बाहिर निस्किन लागेको छु बल्ल अहिले चाहिँ ठ्याक्कै साँझको 4 बजिरहेको छ हामी कतिखेर हामी लगभग 12 बजीतिर होइन 12 बजीतिर आएर हामी चाहिँ ठ्याक्कै सपिङ के गर्दा चाहिँ हामी चाहिँ ठ्याक्कै 4 बजिसकेको छ अब चाहिँ हामी घर लाग्यो हामी कतिमा पुग्छ र हामी 1 घन्टामा गाइस यहाँ बोर्डर आएको छ हामी चाहिँ यहाँ बोर्डर कटिसकेको छ यहाँ चाहिँ बोर्डरमा चाहिँ चेकिङ भइरहेको थियो त्यो एउटा क्यामेरा अफ गर्न पर्यो आर्मीले त्यहाँ हामी चाहिँ कस्तो अप्ठ्यारो भएको साइकल राख्दा त धेरै लाग्दैन आधी घन्टामा पुग्छ होला हामी घर हामी चाहिँ घर आइसकेको छु अब चाहिँ नानीलाई चाहिँ सरप्राइज दिने प्लान बुझिरहेछौँ बोलाइरहेछौँ मेरो चाहिँ 15% भयो मोबाइलमा चाहिँ हाम्रो 5 आन्टी नि यता खै के हेर्दैछन् हामी चाहिँ पास लिन जानु गरेर म चट्ट परेर हिँड्नु पास लिनु परेर जति हुन्छ आधी जति हुन्छ र अब आधी गरिदिनु ल यो तिमी यो साथी हेर्नु अब यो साथी हेर्नु फेरि अब मैले अहिले जानु के नानी आएर के हो र त्यो ल्याएको कहाँ छोरी कहाँ छोरीलाई लिन गएको नानुले चाहिँ मेरो छोरी आउँदै गाइसहरू नानुले चाहिँ अहिले देखेन भनेको चाहिँ देखाउनु न हजुरले ल उ खै साइकल नानु खै तिम्रो साइकल बिरानो साइकल खै रमाको हेर्नु नजर त्यो साइकल रमाको हेर्नु नजर ल आफै खोल्ने ल कसको साइकल हो नानु साइकल यो त्यतिको बस्नु पहिला आफै बस्नु ल ऊ बाटोमा गएर बस्ने कति पैसा दियो कति फर्कायो 1000 रुपैयाँ क्या 1000 रुपैयाँ चलो अब त दबाई पनि खान्छ फेरि दबाई पनि हुन्छ हैन राख्नु न हजुरले राख्नु न हजुरले ल बिन आफै चलाउ ल अनि कसै ढकाल्दिन ल आफै चलाउ ल घुमाउ त आफै घुमाउ ल कताबाट सिधा आफू अगाडि नगाडि भिडियो बनाएको ल तु कस्तो वाला सिधा ल अङ्कललाई दिनी भन्नु न नानु कस्तो लाग्यो कस्तो छ राम्रो छ कि नै सिधा अझै हुन सिधा बस्न पनि जानेको अझै खायो भने नानुले घरलाई बचेर पापा खान्छौ अहिले आफै चलाऊ है
चलाउने चलाउने मिठो होला अब हालिदिने कसलाई दिने कसलाई दिने सानो अब दिन्न अङ्कलले नदिने राख्ने अहिले ड्याडीले ल्याउँछ है तिमी पापा खान्छौ बुबु खान्छौ हो ल गाइस म चाहिँ भर्खरै नुहाएर बसेको छु अनि मलाई चाहिँ हल्का रुगा लागिरहेको छ अनि ज्वरो पनि आउला जस्तो भएको छ अनि आजको भिडियो चाहिँ यति नै भयो अनि मेरो नानी र हस्बेन्ड चाहिँ तल घर जानुभएको छ अनि म चाहिँ अब भिडियो इन गर्न चाहन्छु अब चाहिँ हामी नेक्स्ट भिडियोमा भेट्नुपर्छ आजलाई यति नै यदि हजुर नयाँ हुन्छ भने मेरो च्यानललाई पनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सबैजनालाई आजलाई यति नै बाइ बाइ